हेलो हाई नमस्ते म हो तुलसी। आज चाहिँ हामी फस्टफुड चोकमा तरकारी लिन गइरहेछौँ। म नानी र मेरो श्रीमान। अहिले चाहिँ हामी फस्टफुड चोकको बाटोमा छौँ। त्यसपछि हामी तरकारी बजार आइपुगिसक्यो। उहाँ चाहिँ हुनुहुन्छ साउजी, उहाँ चाहिँ किनाउनी बहिनी हो। यो चाहिँ उहाँको पसल। फेरि पनि हामी त्योभन्दा अलिकति अगाडि आएको छौँ डिपार्टमेन्ट स्टोरमा नानीको लागि ससेज र चक्लेट किन्नको लागि। अब चाहिँ हामी घर आइपुगिसक्यो। देख्न सक्नुहुन्छ मेरो नानीले ससेज देखाउँदैछ। ऊ चाहिँ आएर आज चाहिँ म ससेज फ्राई खाने हो भनिरहेछ। त्यसपछि उसले चाहिँ उहाँ ससेज भिजाउन राखिसक्यो। अहिले चाहिँ म ससेज फ्राई गर्न गइरहेछु। यो चाहिँ मेरो तावा। यसरी 2-3 मिनटसम्म चाहिँ ससेजलाई पकाउनुपर्छ, किनभनेदेखि भित्रको मासु पाकेको हुँदैन। अब चाहिँ हाम्रो ससेज फ्राई भइसक्यो। मैले चाहिँ नानी बाबुलाई खुवाउनु भनेर पहिला नै केचप राखिसकेँ प्लेटमा। मेरो नानी बाबुहरूलाई चाहिँ एकदमै केचपसँग जे पनि खान रुचाउँछ। चाहे आलु फ्राई होस्, चाहे ससेज, चाहे अन्डा, दुईजना चाहिँ एकदमै मिठो लाग्छ केचपसँग। अझै मेरो नानी बाबु आइसक्यो ससेज खानको लागि। ऊ चाहिँ मेरो बाबु हो, ऊ चाहिँ मेरो नानी। मैले तयार पारिसकेँ उनीहरूको लागि ससेज। मेरो नानी बाबु साह्रै खुसी हुन्छ ससेज भनेपछि त। ससेज र आलु फ्राई त एकदम बेस्ट मेरो नानी बाबुको लागि त। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो?